काफल आयो कार पर्छु भने या हुआ है ये असर तेरी कश्ती में। हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आज हामी यस्तै बसेछौँ। दिजु पनि आउनु भएको छ बजे कम्फर्टेबल 2-4 दिन 21 गति। हेलो 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 हमको क्या पीछे खा लो। है किधर जा रहे हो? मैं जा रहा हूँ इधर चिल्लू भी है। आज चाहिँ 11 बजी छ, पछि चाहिँ 6 बजे हुन्छ। एक कलेज गर्मी बढ्यो गाइस धनगढीमा। यो चाहिँ सेन छ। म चाहिँ यस्तै छु अहिले। सो गाइस खासै मिला हैन। सो अहिले चाहिँ ठ्याक्कै 9 बज्यो हैन। अब मेरो चाहिँ यस्तै छ अहिले। आजभोलि घुम्न पनि निस्केको छैन, नत्र स्पेसल भ्लग हुन्थ्यो। आजभोलि भ्लग नगर्नुको कारण त्यही बिजी सेड्युल। त्यही के आइफोन जस्तो क्यामेरा छ मेरो। मङ्की स्टाइल 3 स्टार के गरेको थियो अहिले? बाई बाई भानी। यहाँ चाहिँ हाम्रो दिजु आफ्नो छोरा भानिज, मेरो भानिजको टिकटक बनाउँदैछ। अहिले चाहिँ म कलेजमा आएको छु है गाइस। अहिले टिचर नभएर हामी बाहिर बसेको। मैंने दोस्त को मिल रही है, हम आज घूमने जा रहे हैं। कस्तो छ त यार? केही छैन तयारी यार। अरू ठाउँ पनि हेऱ्यो कि त्यही मैले पठाएको हेऱ्यो के हो? पब्लिक स्टारमा पठाएको छ भनेर। म चाहिँ त्यही दिन अगाडि ठ्याक्कै हेर्न लागेको थिएँ क्या। म भित्र गएर हेर्न लागेको थिएँ। दिस इज गाइज बस स्टेसन महेन्द्रनगर। अहिले हामी पुगिसकेका छौँ। सो म भिडियो सुट गरेर आएको छु। हामी महेन्द्रनगर बस स्ट्यान्डमा छौँ। फाइनली पुगिसकेका छौँ। नगर लाग्यो। काफल आयो काफल। सो गाइस यताको सिन यस्तो छ। अजीब अजीब आयो होइन कुछ। Yeah, just walking throughout this pretty little town. भिडियो बनाइकन फेसबुकमा क्या ब्याकको क्यामेरा मस्त। सो गाइस 12 बजिसक्यो यार। क्यामेरा त्यही भएर यस्तो अब चाहिँ हामीहरू रिटर्न हुँदैछौँ। ठ्याक्क हामी जुस सुस पिएर। सो गाइस खासै त्यसो भ्लग स्पेसल त थिएन, त्यही पनि भ्लग गरेँ। अब एउटा दिदीलाई काफल बेच्न देख्यो अनि हामीले काफल पनि खायौँ। फाइनल्ली हामी वापस धनगढी पुगिसकेका छौँ गाइस। भ्लग बनाउन लाग्छ त यार दोस्त। युट्युब चाहिँ मेरो थाहा छैन, 600 सब्सक्राइब छ। हेलो गाइस, कस्तो भयो एक्सपिरियन्स? जसले बोला माइक छैन। आजभोलि धनगढी साइड रोड बनिसक्यो है।
ओके हम पुस्तकालय। सो गाइज आजको दिन यस्तो नै थियो। यस्तै नै छ अस्तिको आजको लागि त 2 दिनको ब्लग। अनि स्ट्रगल बाँकी नै छ लाइफमा चलिरहेको छ। सो कुनै स्पेसल भएपछि आउनु नै छ। सो सी यू नेक्स्ट ब्लग बाई टेक केयर। सो गाइज भन्नलाई यति नै छ आजको लागि। सो सी यू नेक्स्ट ब्लग। आजको यस्तै घुमघाम भयो अनि त्यसपछि यस गरेर सुतेर उठेँ। अहिले नुहाएर ब्लग इन्ड गर्न भिडियो खोल्नु। सी यू नेक्स्ट ब्लग।